Good morning, Satya. Good morning. गुड मर्निङ साथीजना सबैजना साथीहरूलाई गुड मर्निङ शुभ बिहान बिहान शुभ दिन हजुरहरूलाई सबैजनालाई आज चाहिँ मेरो चियाबाट मेरो दिन सुरु हुन्छ। सबैलाई जनालाई मेरो युट्युब च्यानल हेरिदिनु होला साथीहरू। अब दाल लगाइसकेँ, चिया पनि पाकिसक्यो मेरो। दाल नलगायो भने मलाई ढिलो भइहाल्छ बच्चाहरूको लागि स्कुल जानको लागि। त्यसैले मैले आफ्नो लागि अब चियाबाटै मेरो दिन सुरु हुन्छ। बिहान बिहान जाडोमा चिया खानको छुट्टै मजा छ होइन साथीहरू। सानो बेबी हेर्नु त अझै पनि लारे पल्टी चाहिँ ठुलो भइसक्यो। अझै पनि लारे पल्टेर मम्मीको काखमा बस्नुहुन्छ। आज अब म यो सरसफाइ गर्दैछु। आज छत कस्तो फोहोर भइसकेको छ, यो पुरा निक्लेर हैरान भइसकेको छ। आज मैले सरसफाइ गर्दैछु छतको। हाम्रो छत यो पानी परे पनि यो त्यो जमेर आफै यो सिमेन्ट फुटिहाल्छ। अनि 2-3 महिनामा सफा गराउनु। मैले 3 महिना भयो सफा नगरेर यस्तो हालत भएको छ छतको। सफा गर्दा अहिले यता पुरा सफा गरेछु। अहिले त पुरा क्लियर बनाएको छु सफा गरेर। यहाँ चाहिँ यस्तो फोहोर छ मेरो। अझै यो सफा गर्ने बाँकी छ। घाम भइसक्यो। सबै हाम्रो यहाँ नेपालको जाडो त एउटा छैन। जाडो एउटा छैन। गर्मी हेर्न यस्तो पातलो टी सर्ट लगाएको घाम भएर चाहिँ पसिना निक्लिरहेको छ। काम गरेर हो कि पसिना निक्लेको होइन। यस्तो घाम छ। घामले मेरो आँखा कति देखिँदैन घामले।
छत सफा गरिसकेँ। तल आएर पनि मैले घर पोछा लगाइसकेँ। अब भाँडा सारा धोएर अब कपडा सपडा धुनु बाँकी छ, त्यो काम गर्न जान्छु। भाँडा पनि धोइसकेँ बल्ल बल्ल पनि धोइसकेँ। अब मेरो काम खतम। अब म एकछिन नुहाउँछु, नुहाएर अब म रेडी हुन्छु। मैले नुहाइ पनि सकेँ। अब मेरो दिउँसोको काम खतम भयो। सबैजनालाई हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, अनि मन पऱ्यो भने कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला साथीहरू। आजको बिहानको मेरो काम यति नै सिद्धि हो। कति बजी छ अहिले? 1 बजिसक्यो त मैले यत्रो काम गरिसकेको छु गाइज। हस् त बाई।